पानीलाई 49 डिग्रीसम्म तताउँदा त्यो बाफ बन्दैन। 49 डिग्रीमा पनि त्यो तरल नै हुन्छ। धेरै मानिसहरू 49 डिग्रीमा पुगेर हार मान्छन्, किनभने उनीहरूलाई लाग्छ केही पनि भइरहेको छैन। तर 100 डिग्री एउटा क्रिटिकल पोइन्ट हो जहाँ अचानक परिवर्तन आउँछ। तपाईको मेहनत, तपाईको भिडियो निर्माण, तपाईको अध्ययन, यी सबै 49 डिग्रीको प्रक्रिया हुन्। हार नमान्नुहोस्, तपाईँ परिवर्तनको केही कदम मात्र टाढा हुनुहुन्छ। च्याप्टर 1 द फिजिक्स अफ गेटिङ फायर्ड, इन्ट्रोपी। संसारको एउटा कठोर नियम छ, दोस्रो नियम, द सेकेन्ड ल अफ थर्मोडाइनामिक्स। यसले भन्छ कि ब्रह्माण्ड अव्यवस्था वा इन्ट्रोपीतिर बढिरहेको छ। यदि तपाईँले आफ्नो कोठालाई ऊर्जा दिएर सफा राख्नु भएन भने त्यो आफै सफा हुँदैन, फोहोर मात्र हुन्छ। तपाईँको जागिर वा व्यवसाय पनि त्यही हो। तपाईँका प्रोफेसनल लाइफ एउटा सानो बन्द प्रणाली हो। यदि तपाईँले नयाँ सिप, नयाँ जोस र निरन्तर प्रयासको ऊर्जा दिनु भएन भने त्यहाँ स्वतः इन्ट्रोपी बढ्छ। काममा ढिला सुस्ती, सिक्न छोड्नु र परिवर्तनसँगै नबढ्नु भनेको तपाईँको करियरमा चाओस थप्नु हो। सफलता एकपटकको उपलब्धि होइन, यो एउटा यस्तो अवस्था हो जसलाई कायम राख्न तपाईँले प्रत्येक दिन ऊर्जा खर्च गर्नुपर्दछ। च्याप्टर 2 द फिजिक्स अफ इरेसनल डिसिजन, अनसर्टेनिटी। हामीलाई लाग्छ कि हामी तार्किक प्राणी हौँ, तर हेर्नुहोस्, क्वान्टम मेकानिक्समा अनिश्चितताको सिद्धान्तले भन्छ कि तपाईँले एउटा कणको गति र स्थान दुवै एकैसाथ सठिक रूपमा जान्न सक्नुहुन्न। जीवनमा पनि यही हुन्छ। तपाईँले भविष्यको पूर्ण डाटा कहिल्यै पाउनुहुन्न। धेरै मानिसहरू सही निर्णय लिने पर्खाइमा जीवनभर कुनै निर्णय नै लिँदैनन्। सम्बन्धमा होस् वा लगानीमा, पूर्ण जानकारी एउटा भ्रम हो। फिजिक्सले सिकाउँछ अनिश्चितता कमजोरी होइन, यो वास्तविकता हो। त्यसैले अनिश्चिततालाई स्वीकार गरेर कदम चाल्नु नै सबैभन्दा ठुलो बुद्धिमानी हो। च्याप्टर 3 द फिजिक्स अफ ह्याभिङ लेस, एक्सपोनेन्शियल ग्रोथ। किन कोही धनी र कोही गरिब हुँदै जान्छन्? यो भौतिक शास्त्रको पावर लसँग सम्बन्धित छ। सुरुवाती अवस्थामा सानो भिन्नताले समयको अन्त्यमा विशाल परिणाम ल्याउँछ। कल्पना गर्नुहोस्, दुईवटा बिरुवा, एउटालाई दिनमा 1% बढी मात्र पानी दिइयो, अर्कोलाई दिइएन। सुरुमा हेर्दा दुवै उस्तै देखिन्छन्, तर 1 वर्षपछि हेर्नुभयो भने त्यो 1% भिन्नताले एउटा रुख बन्छ भने अर्को रुख मर्छ। यो नै जीवनको कम्पाउन्ड इफेक्ट हो। थोरै स्रोत हुँदा पनि स्रोतहरूलाई सही दिशामा लगाउनु भयो भने समयको अन्तरालमा तपाईँ अरूभन्दा धेरै अगाडि हुनुहुनेछ। च्याप्टर 5 द फिजिक्स अफ ब्रेकिङ अफ, म्याटेरियल फ्याटिग्यू। इन्जिनियरिङमा म्याटेरियल फ्याटिग्यू भन्ने एउटा अवधारणा छ। धातुहरू अचानक टुट्दैनन्। सुरुमा त्यहाँ सूक्ष्म दरार, माइक्रो क्र्याक्सहरू बन्छन्। ती दरारहरूले तनाव सहन नसकेपछि अन्त्यमा संरचना ढल्छ। सम्बन्धहरू पनि यस्तै हुन्। ठुला झगडाले मात्र सम्बन्ध टुट्दैन। ससाना व्यवस्था, ससाना असत्य, ससाना कुराकानीको कमीले ती सूक्ष्म दरारहरू बनाउँछन्। जब हामी ती साना कुराहरूलाई मर्मत गर्न छाड्छौँ तब सम्बन्धको जग कमजोर हुन्छ। आफ्नो सम्बन्धको स्ट्रक्चरल इन्टिग्रिटी जोगाउन ती साना दरारहरू समयमै पुर्नुहोस्। च्याप्टर 6 द फिजिक्स अफ नट फिटिङ इन। कम्प्लेक्सिटी थ्योरीले भन्छ कि जति धेरै विविधता हुन्छ प्रणाली त्यति नै लचिलो हुन्छ। यदि जङ्गलमा एउटै जातका रुख मात्र भए भने एउटा रोगले सबै खतम पार्छ। तपाईँ भिडमा नमिल्नु, तपाईँको सोच्ने तरिका फरक हुनु, तपाईँको रुचि वायर्ड हुनु, यी सबै कमजोरी होइनन्, यी तपाईँका युनिक इभोल्युसनरी ट्रेड्स हुन्। ब्रह्माण्डलाई विविधता चाहिन्छ। तपाईँ एउटा यस्तो कण हो जसको आफ्नै भूमिका छ। अरू जस्तो बन्ने कोसिस गर्नु भनेको प्रकृतिको विविधतालाई नष्ट गर्नु हो। च्याप्टर 7 द फिजिक्स अफ अ मिड लाइफ क्राइसिस। मध्य जीवनको सङ्कट भनेको असफलता होइन, यो रिक्यालिब्रेसन हो। भौतिक शास्त्रमा कुनै पनि प्रणाली सधैँ इक्विलिब्रियममा बस्न खोज्छ, तर समयसँगै तपाईँको वातावरण र आवश्यकताहरू बदलिन्छन्। जुन इक्विलिब्रियम तपाईँको 20 वर्षको उमेरमा बनाइरहनु भएको थियो त्यो 40 वर्षमा काम लाग्दैन। सङ्कट तब आउँछ जब तपाईँ पुरानो अव्यवस्थामा रहन खोज्नुहुन्छ। आफ्नो दिशा बदल्नु,
करियर परिवर्तन गर्नु वा जीवनको उद्देश्य फेरि खोज्नु भनेको नयाँ इक्विलिब्रियम खोज्ने प्राकृतिक प्रक्रिया हो। च्याप्टर 8 लाइफ द युनिभर्स एन्ड एभ्रिथिङ। अन्ततः जहान बर्मालको यो पुस्तकले हामीलाई एउटा कुरा सिकाउँछ, ब्रह्माण्ड एकैपटक सरल पनि छ र जटिल पनि। यसमा व्यवस्था छ र अव्यवस्था पनि छ। जीवनको अर्थ के हो त? सायद जीवनको अर्थ इन्ट्रोपीसँग लड्दै, अनसर्टेनिटीलाई अँगाल्दै र आफ्नो क्रिटिकल पोइन्टमा पुगेर केही सिर्जना गर्नु नै हो। अब जानौँ यी सुन्दर विचारहरूका पछाडि को हुनुहुन्छ। जहान बर्माल। उहाँ कुनै सामान्य लेखक मात्र हुनुहुन्न। उहाँले आफ्नो क्यारियरमा विज्ञान, प्रविधि र रणनीतिक सोचलाई निकै गहिरो गरी जोड्नु भएको छ। उहाँले विश्व प्रसिद्ध कम्पनीहरूमा प्रोडक्ट एन्ड स्ट्राटेजीको क्षेत्रमा काम गरिसक्नु भएको छ। लेखकको विशेषता नै यही हो। उहाँले फिजिक्सको कठिन सिद्धान्तहरूलाई फिलोसफीसँग यसरी मिलाउनु भएको छ कि जसले विज्ञानका विद्यार्थी होइनन् उनीहरूले पनि आफ्नो जीवनमा यी नियमहरू प्रयोग गर्न सकुन्। उहाँको लेखनको मूल मन्त्र हो जटिलतामा सफलता खोज्नु। यदि तपाईँ आफ्नो जीवनमा धेरै दुविधामा हुनुहुन्छ वा तपाईँलाई लाग्छ कि तपाईँले गर्ने मेहनतको प्रतिफल पाइरहनु भएको छैन वा तपाईँ आफ्नो करियर र सम्बन्धमा एक सिस्टमेटिक चेन्ज चाहनुहुन्छ भने यो पुस्तक तपाईँको लागि अनिवार्य छ। आजको यो अडियो समरीले तपाईँको सोचमा केही सकारात्मक परिवर्तन ल्यायो। भौतिकशास्त्र केवल कलेजमा पढिने विषय होइन, यो तपाईँको जीवन जिउने कला हो। आजको अन्तिम प्रश्न, यो पुस्तकको कुन अध्यायले तपाईँलाई सबैभन्दा बढी छोयो? कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला। र यदि तपाईँलाई यस्तै ज्ञान र विज्ञानको मिश्रण मनपर्छ भने फिजिक्स विथ आरबीलाई सब्सक्राइब गरी हामीसँग जोडिनुहोला। तपाईँको जीवनको क्रिटिकल पोइन्ट छिट्टै आउनेछ, बस निरन्तर ऊर्जा दिन नछाड्नुहोस्।